काठमाडौँको धरहरा जस्तो यस्तो टुरिस्ट प्लेसमा पनि यत्तिको लापरवाही, यत्तिको पोर म्यानेजमेन्ट देखेँ मैले चाहिँ। हेलो गाइज, व्हाट्सअप, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म धरहरा घुम्नको लागि गएको थिएँ। यहाँ चाहिँ बाहिर हेर्दा चाहिँ एकदम राम्रो थियो, यता घुमियो ओऱ्यो, बाहिरी वातावरण एकदमै रमाइलो पनि छ। हजुरहरू अब जानु भएको छैन भने चाहिँ घुम्न जान सक्नुहुनेछ। यहाँ जानको लागि चाहिँ टिकट चाहिँ मात्र 200 लाग्दो रहेछ। यहाँनिर देख्न सक्नुहुनेछ, यहाँ धरहराको बीच ठाउँमा चाहिँ यहाँ पोखरी रहेछ। यो पोखरी सफा गऱ्यो भने चाहिँ एकदम राम्रो देखिन्छ होला, सायद यो नि सफा गर्न जरुरी रहेछ। यहाँ दिदीहरूले सफा त गरिरहनु भएको रहेछ, तर मलाई मन नपरेको कुरा भनेको चाहिँ धरहराको यो वासरुमको हालत पुरै खराब। यहाँ धारोहरूमा पानी एउटा मात्र धारोबाट आउँछ। यता अरूको मेन प्रब्लम भनेको चाहिँ यो ढोका लक भएको रहेछ, र मैले त्यहाँको गार्ड दाइलाई सोधेको थिएँ यो भित्रबाट लक छ, अब यो बनाउने कसले भनेर भनिरहनु भएको थियो। यो खास गरी बनाउनु पर्ने चाहिँ कसले, महानगरले बनाउनु पर्ने हो या अरू कसैले आएर बनाउनु पर्ने हो? कमसेकम यो वासरुम जस्तो ठाउँ त अलि व्यवस्थित तरिकाले राख्नुपर्छ नि। हामी मात्र नभएर बाहिरी देशबाट मान्छे आएर हेऱ्यो भने के जान्छ कि उनीहरूको दिमागमा। म बाहिर आएँ, यो देख्न सक्नुहुन्छ रियल धरहरा। त्यसपछि यो बाटोमा चाहिँ के लिफ्टबाट जान चाहिँ लाइन बस्नुपर्ने भएको कारणले गर्दा म चाहिँ अब सिँढीबाट जाने निर्णय गरेँ र सिँढीबाट गएँ। सिँढीबाट जाँदै गर्दा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। अब लिफ्टमा जान नि लाइन बस्नुपर्छ भनेर अल्छी गरेर सिँढीबाट गएको। यो 20 तलामाथि पुग्न चाहिँ एकदमै गाह्रो। त्यही पनि उकालो हिँड्ने अहिले त्यति बानी हराइसकेको रहेछ, रुममै सुतेर बस्ने कारणले गर्दा होला। जसोतसो गरेर हामी यो 19 तलामा चाहिँ पुग्यो। त्यसपछि चाहिँ यहीँनिर टिभीहरू देख्न सक्नुहुनेछ। यो टिभी राख्नुको कारण चाहिँ के हो, नचलेको छ, केही बुझ्न सकेन। म पनि फर्स्ट टाइम गएको हो धरहरा घुम्नको लागि। एकछिन म त्यहाँनिर माथि घुमेँ, बाहिर हेरेँ। यहाँबाट अब आज यही त हो, काठमाडौँको पोल्युसन त्यति धेरै टाढासम्म चाहिँ देख्न सकिएन क्लियरली, सब तुवालोहरूले गर्दा। त्यसपछि चाहिँ म एकछिन घुमेपछि चाहिँ फेरि अब चाहिँ लिफ्टबाट जानु पर्यो भनेर चाहिँ म लिफ्टबाट जानको लागि लाइन बसेँ। लाइन बसेर लिफ्टभित्र आइसकेपछि चाहिँ हामी सिधै यो ग्राउन्ड फ्लोर भन्दा नि एक फ्लोरमा गयौँ। यहाँ हो, यहाँनिर टिभी राखेको चाहिँ बेस्ट छ। हो यसरी यहाँनिर धरहराको डिटेल्स यहाँनिर छ, हजुरहरू पढ्न सक्नुहुनेछ। यो चाहिँ माथि जानको लागि लाइन हो। त्यसपछि चाहिँ हामी बाहिर निक्ल्यौँ। आजको मिनी भ्लग चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ।